नमस्कार सबैलाई। गुड इभिनिङ टु एभ्री वान। एउटा सानो इन्फर्मेसन दिनुको लागि मैले यो भिडियो बनाएँ। भ्युजको लागि बनाएको होइन, बेलुकाखेरि हालेको भिडियोमा साह्रै भ्युज त आउँदैन। बिहानखेरि हालेकोमा चाहिँ म भ्युजको लागि हाल्छु, के बेला टार्गेटहरू पनि दिएको हुन्छ नि त। बेलुका चाहिँ इन्फर्मेसन दिनलाई अब अगर टाइम पाएको बेला जरुरी जस्तो लाग्छ म त्यतिखेर बनाएर हालिदिइहाल्छु भने। अनि इन्फर्मेसन चाहिँ के हो भन्दाखेरि ओइल इन्डिया लिमिटेडबाट निस्केको रहेछ, के अरे टेन्डरको लागि नोटिफिकेसन, अफिसियल नोटिफिकेसन म यसमा अहिले भिडियोमा लगाइदिन्छु। यस्तो साइडमा अगर मिलेछ भने, त्यस्तो खास एडिट त गर्ने मान्छे म होइन। अनि कुरा चाहिँ खासमा के हो भने त्यो टेन्डर चाहिँ सबैले एप्लाई गर्नु होला। खास गरेर डिब्रुगढ डिस्ट्रिक्टमा बसोबास गर्ने सबैजनाले। दिन राम्रो चलेको छ भने 2026 सन कसको लागि के हो भन्ने खालको एउटा माने मौका, एउटा आजमाउनुको लागि एउटा मौका टेन्डरमा नाम परिहाल्यो भने त अब 2.5 लाख जति गरेर महिनामा दिन्छ होला टेन्डर फुट्यो भने। त्यो जुन चाहिँ ट्रेभलर 13वटा, विङ्गर 13वटा एम्बुलेन्सको लागि त्यो के अरे टेन्डर खोलेको रहेछ है। स्टार्टिङ डेट तपाईँको 7 तारिकबाट, जनवरी 7 तारिकबाट स्टार्ट भइसक्यो। म त्यतिकै भिडियो दिन्छु भन्दा हुँदै 2 दिन त पार भएको छ। 9 तारिक 28 तारिक तकको लास्ट डेट छ। अगर कसैले एक्सचेन्ज कार्ड, एम्प्लोइमेन्ट एक्सचेन्ज अगर रिन्युअल गराउनु भएको छैन भने त्यसलाई फटाफट रिन्युअल गराएर त्यसलाई एप्लाई गर्नु होला। टेन्डर फुट्यो भने त राम्रो हो, 4 सालको लागि केही टेन्सन भएन। गाडी पनि त्यत्रो साह्रो एम्बुलेन्स स्ट्यान्ड बाई ड्युटीमै प्रायः हुन्छ। रिखेरमा भयो त्यस्तो ओइल इन्डियाको त्यो उसमा हादसा अगर त्यस्तो भयो भने तिनीहरूले के अरे एम्बुलेन्सहरू अलरेडी हायर गरेर राखेको हुन्छ। त्यत्रो रनिङ हुँदैन। 4 सालको बादमा त्यो गाडी पनि कन्डिसन टकाटक भइरहेको हुन्छ। सबैले गर्नु होला। यतिखेर त टेन्डरको त तपाईँले जान्नुहुन्छ कि एडभान्समा पहिला जस्तो 10,000 पैसा जम्मा पनि गर्नु पर्दैन। त सबैले आशा गर्छु सबैले एप्लाई गर्नुहुन्छ। कसको दिन खोल्छ, जेहेतु त्यो लट्री सिस्टममा ऊ भएको हुन्छ, के अरे सेलेक्सन दिन खोलेको छ भने त पाइन्छ पनि। मैले त भरेको धेरै भयो, तर खै आज तक आफ्नो त आएको छैन। त्यही पनि सबैलाई मैले इन्फर्मेसन सेयर गरिदिन्छु भनेर यो भिडियो बनाएँ। विश अल गुड नाइट, बी ह्याप्पी, बी हेल्दी।